किन आउनु भएको भन्दाखेरि हामी सबै मानिस जातिहरूको मुक्तिको निम्ति है, हामी सबै मानिस जातिहरूको निम्ति आज नेपालमा मात्रै भएको होइन, अमेरिका मात्रै भएको होइन, त्यो जापानमा मात्रै अथवा चाइनामा भएको मानिसहरूको निम्ति मात्रै होइन, तर सारा पृथ्वीको मानिसहरूलाई मुक्ति दिनलाई भनेर परमेश्वरले जुन उद्देश्यसहित आज हामी मानिसहरूलाई सृजना गर्नुभएको थियो, बनाउनु भएको थियो है, उहाँको प्रशंसाको महिमाको निम्ति आज ती मानिसहरूलाई पापको दलमा फस्दै गर्दाखेरि है, पापको दलमा फस्दै गर्दाखेरि उसलाई यो चित्रहरू बताउनु पर्छ है भनेर होइन। आज किनभने उहाँहरूले हामीले यति धेरै प्रेम गर्नुहुन्छ भने हामी मानिस जातिहरूलाई चाहिँ परमेश्वरले आफ्नै हातले बनाउनु भएको थियो। हामी मानिस जातिहरूलाई चाहिँ उहाँले सबैभन्दा प्रिय ठान्नु भएको थियो र हरेक कुरामाथि अधिकार गर्ने उहाँले हामीलाई त्यो अधिकारी बनाउनु भएको थियो। जसको कारणले चाहिँ आज हामी मानिस जातिहरू हामीले पृथ्वीमा हामीले धेरै जुन चाहिँ परिस्थितिमा पनि हेऱ्यौँ भने आज मानिस चाहिँ सबैभन्दा सर्वश्रेष्ठ प्राणी हो भन्छ है। र मानिस हामीभन्दा धेरै किसिमका जनावरहरू भयो, धेरै किसिमका कुराहरू भए पनि हरेक कुरामाथि अधिकार गर्ने र हरेक कुरालाई नियन्त्रण गर्ने आज हामी मानिस जातिहरू नै छौँ। किनभने त्यो अधिकार चाहिँ हामीलाई पहिला नै परमेश्वरले दिनुभएको थियो र आज हामी त्यही हाम्रो मुक्तिदाता येशू ख्रीष्टको जन्मोत्सव मनाउने क्रममै छौँ र हामी